कथा खुरु खरायो र रङ्गीन चङ्गा। एक पटकको कुरा हो, एउटा जङ्गलमा खुरु नामको सानो खरायो बस्थ्यो। ऊ असाध्यै जिज्ञासु थियो। ऊ सधैँ नयाँ कुराहरू खोज्न फुरुक्क उफ्रिँदै हिँड्थ्यो। एक दिन उफ्रिँदै जाँदा खुरु एउटा झाडीमा अल्झियो। उसले त्यहाँ केही चम्किलो र रङ्गीन कुरा देख्यो। अरे, यो के हो? रातो, नीलो, पहेँलो, कस्तो राम्रो! मैले त यस्तो कहिल्यै देखेको थिइनँ। खुरुले त्यो रङ्गीन कुरालाई मुखले च्यापेर जङ्गलको सबैभन्दा ज्ञानी लाटोकोसेरो बाजे कहाँ लग्यो। लाटोकोसेरो एउटा ठूलो रुखको हाँगामा बसेर झुलिरहेको थियो। बाजे, ओ बाजे, उठ्नुहोस् न, हेर्नुहोस् त, मैले के भेट्टाएँ। के भयो खुरु? किन हल्ला गरेको? यो बाबु, यो त चङ्गा हो। यो हावामा उड्छ। साँच्चै उड्छ? म पनि उडाउँछु। खुरु दौडेर खुला चौरमा गयो। उसले चङ्गालाई उडाउन खोज्यो, तर हावा नै चलेको थिएन। चङ्गा भुइँमा लत्रियो। ओहो, यो त उड्दै उडेन। बाजेले त उड्छ भन्नुभएको थियो। खुरु निराश भएर बसिरहेको बेला उसका साथीहरू भङ्गेरा र परेवाहरू चिरबिर गर्दै त्यहाँ आए। के भयो खुरु भाइ? किन दुखी भएको? यो रङ्गीन चङ्गा नै उडेन। सबै चराहरूले एकछिन सल्लाह गरे। एउटा उपाय छ। यसलाई उड्न हावा चाहिने होइन र? ल, है साथी हो। सबै चराहरू मिलेर एकैपटक फुर्र आफ्नो पखेटा जोडले फटफटाउन थाले। एकैछिनमा मिठो हावा चल्न थाल्यो। एउटा उपाय छ। यसलाई उड्न हावा चाहिने होइन र? ल है साथी हो। सबै चराहरू मिलेर एकैपटक फुर्र आफ्नो पखेटा जोडले फटफटाउन थाले। एकैछिनमा मिठो हावा चल्न थाल्यो। खुरुक्को चङ्गा बिस्तारै माथि उठ्यो र आकाशमा उड्न थाल्यो। वाह, उड्यो! मेरो चङ्गा उड्यो! हेर त, कति माथि गयो! धन्यवाद साथीहरू, तिमीहरूले गर्दा नै यो सम्भव भयो। त्यस दिन जङ्गलका सबै जनावरहरूले मिलेर आकाशमा उडिरहेको त्यो रङ्गीन चङ्गा हेरे। खुरुले थाहा पायो कि एक्लै गर्न नसकिने काम पनि साथीहरूसँग मिलेर गर्दा पूरा हुन्छ।